ल हामी चाहिँ आयौँ अब सेफोक्सुन्डो वेलकम टु सेफोक्सुन्डो नेसनल पार्क ल ल यो हामी ट्रेकर दुईजना दाजुभाइ भिनेको 15 मिनट भइसक्यो है फेरि हामी चाहिँ केही थाहा छैन फेरि खोला केही थाहा छैन यहाँ चाहिँ हाम्रो केटाहरू हुन्छ हाम्रो बाटोमा भेटेर सल्लाह साथीहरूलाई लिएर आयो भन्ने कि इन्ट्रोडक्सन तपाईँको मेरो नाम चाहिँ आराध्य नेपाल म चाहिँ मेरो चाहिँ फर्स्ट टाइम हाइकिङ ट्रेकिङ सेफोक्सुन्डो सरको चाहिँ मेरो नाम रेगी श्रेष्ठ दिस इज बिफोर मी दिस इज मी बिफोर ट्रेक ल ल दिस इज अल्सो मी बिफोर ट्रेक हेलो गाइज मेरो नाम चाहिँ निराजन तामाङ ल दिस इज मी बिफोर ट्रेक तपाईँ नि दिस इज मी बिफोर ट्रेक भन्ने कि मी बिफोर ट्रेक अनुज श्रेष्ठ भन्नु भन्न अनुज श्रेष्ठ बस आज चाहिँ त्यो एउटा नयाँ फलफुल खान पाइन्छ जस्तो है हामी चाहिँ आइपुगेछौँ यहाँ अहिले टिकट किन्ने ठाउँमा टिकट काउन्टर जाँदैछौँ यहाँबाट सर खोला नाला हेर्दै जानु होला अनि यो चाहिँ मेरो फर्स्ट ट्रेक नै हो भनौँ फर्स्ट ट्रेक नै हो अनि अब के छ छैन अत्त थाहा छैन कस्तो यो दुखिरहेछ कुम भन्छ के भन्छ यसलाई यस्तो के यस्तो यो दुखिरहेछ अनि हाम्रो अर्को अनुज श्रेष्ठ हुनुहुन्छ त्यहाँ हिँड्दै हुनुहुन्छ अगाडि केटाहरू के खोज्दैछन् केटाहरू के खोज्दै हो के हो यो यो रेड बेरी त्यही भन्नु मलाई त थाहा छैन त्यही भन्नु नडरा प्वाक्कै दिएर नै ओए कत्रो तर रहेछ त दुईवटा सिलिन्डर भइरहेको छ नि के भनेको ओए यो त के हो मेकअप गरेर बेहुली भनेर राखेको छ नि अनि त चाहिँ यहाँ भर्खर पानीको बोतल छ पानी छैन पानी यो पानी खाऊँ नि त फेरि यो बिरामी भयो भने टेन्सन हुन्छ भन्ने हो अब चाहिँ यहाँ हेर्नु खोला सर पानी उलो हेर्नु त पानी खाउँ रे कस्तो छ पोक्सुन्डोको पानी बगेर आएको खाएको यतिकै समय लाग्छ एङ्गल मिलाएको रे ल रेकर्ड को खुब पारी छ यार अब कसरी देखाउनु त यहाँ अब खोला तरेर आउँछ नि स्विमिङ हान्ने स्विमिङ अनि चाहिँ अनुसार हामी चाहिँ होटल देखेर अलिकति आशा आयो होटल देखेर आशा आयो जस्तो लाग्यो अब हो होइन थाहा छैन तर अलिकति आशा आएर चाहिँ अनि रकतिर हामी सिफ्ट भएको हो मेरा सब था सुनिए होला अलि फेरि इन्टरटेनमेन्ट गरिदिन्छ नि त साथी मैले कति टर्च लाइट यसको विदेशी टर्च लाइट हेर्ने हौ बाल कान्छ त्यहाँ मान्छेको अनुहार किन नभए नि जहाँ यहाँ अब अहिले अँध्यारो भएन नि त बिट्टी किङ रोशन गुरुङ ए रोशन बजगाई अब आज हाम्रो डे 3 अफ आवर पोक्सुन्डो ट्रेक यहाँ घोडा हेर्नुहोस् हामी चाहिँ यहाँ निलो छ नि यो निलो ठ्याक्कै त्यो निलो ठाउँबाट होटेलबाट आएको होटेलको नाम चाहिँ राजु होटेल होइन त्यहाँबाट ठक्क हिँडेको अब आज हामी हाम्रो
गन्तव्य धेरै कठिन साथसाथै धेरै के भन्छ यो धेरै रमाइलो रोमाञ्चक हुनेवाला छ। यहाँ हुनुहुन्छ हाम्रो अनुज श्रेष्ठजी। मलाई कुनै आएको छैन यार। उहाँलाई चाहिँ टोइलेट आएन, म्याच चाहिँ थाकै थियो यार यहीँ। यार एक ला यार कम्बो प्याकै किनेको हो नि त। कम्बो प्याकै थियो कि 70 मा नै आउँछ त्यो चाहिँ। अब यो र एउटा ब्याट्री स्ट्यान्ड मात्र आउँछ कि यहाँ झोलामा जे राखेको छ त्यति आउँछ। किन त खिच्छु फोकै नै हाल्छ, फोकै 60 हाल्छ। अब त हाँसोमा आयो उसको अनुहारमा त। तर गाह्रै छ। पुरानो नानाले घोचे ल कसले बाडेको उसले बाडे हाल्यो हेलो यो गेम मेरो नाम हाम्रै काउ होइन। के भन्न चाहनुहुन्छ सर तपाईँ? बोल। अर्काको तासमा हेरौँ, अर्काको तासमा हेरौँ। प्लस माइनस गर्छ। तपाईँ के भन्न चाहनुहुन्छ? चिटिङ आरोप लगाउने मान्छे हेर्नुहोस् यहाँ। ओ चिटिङ चिटर तपाईँ प्रुफ गर्नु तपाईँ चिटर होइन भनेर अब यहाँ आफू चिट गर्ने अनि अरूलाई आरोप लगाउने। अहिले चाहिँ हामी यो बाटो हिँडिरहेको छौँ होइन। यो चाहिँ गोसाइगुन्ड फोक्सुन्डो जाने बाटोतिर हो। यहाँ चाहिँ सिधा लाइनले हिँड्दै गएपछि चाहिँ यो अब सम्म बाटो हामी पुगिसकेपछि हामी उकालो त टन्नै नै हिँड्यो। धेरै नै हिँड्दा नै लास्टै नै लोत्तै हुने गरी हिँडेको छ। अलमोस्ट 2 घन्टा 2.5 घन्टा ठाडो उकालो। धन्न भर्याङ छिरेन छ। भर्याङ भएको भए चाहिँ हामीलाई लाग्थ्यो 6 घन्टै जस्तो। भर्याङ चाहिँ छैन रहेछ। त्यो तेर्सो बाटो रहेछ। त्यस्तो गाह्रो रुट छिरेन छ। यहाँ सेफोक्सुन्ड आउन तपाईँहरू पनि कोही आउनुहुन्छ भने चाहिँ यसो मिलाएर आउनु होला। तर यहाँ झर्ना थियो त्यो चाहिँ क्लिप बब्बाले थियो क्या। कस्तो दामी देखेको टक्कहरू रुवाले टक्क छेपेको है। बवाल देखिरहेछ यो भ्यू पनि। कस्तो मिठो स्मेल आइरहेको कि। अर्को कुरो भन्दा चाहिँ त्यो कस्तो अझै त्यो पातहरूको
अनि मेहन्दीको रुखको जस्तो आउँछ नि कस्तो मिठो के सुँगै मजा आउने अरे पानी चाहिँ होइन पानी चाहिँ ल्याउनु पर्ने रहेछ मैले अलिकति बोकेर तर ठिकै भयो भारी नभारी हुन्थ्यो फेरि पानी 1 लिटर भनेको त हट मर्नै गरी भारी हुन्थ्यो सनस्क्रिन केही नलाइकन हिँडेको छु डढ्यो भने अहिले यो चाहिँ मेरो फर्स्ट ट्रेक हो अनि फर्स्ट ट्रेक चाहिँ बवाले भयो तर रुट पनि बवाल भ्यूहरू पनि आम्मामा क्यामेरा थिएन राम्रो फोटो खिच्ने भिडियो खिच्न सक्ने जति चाहिँ खिचेको छु तर अब त्यसमा त के आउला र मृग देखेको थियो बाटोको बिचमा कस्तुरी मृग भन्छ के मृग भन्छ त्यो कस्तो अजिब टाइपको मृग थियो हामीले रेगुलरली देख्ने मृग भन्दा चाहिँ अर्कै टाइपको त्यो के भन्छ त्यसलाई यो उसमा चढ्छ नि यो रुख यो ढुङ्गामा हो त्यस्तो खाले मृग थियो कि यो नाइस थियो त्यो मृग कस्तो दामी देखिरहेको यो भ्यू बन्यो टक्क घाँसको बिचमा सर अनि मभन्दा अगाडि चाहिँ एकजना हुनुहुन्छ त्यो त आम्बो खच्चड भन्दा नि छिटो हिँड्ने खुइ हिँड्छ हिँड्न चाहिँ अनि आधा चाहिँ सेकेन्ड भएको छु म अरू आउँदैछन् पछाडि सबैजना आज चाहिँ कहाँबाट खै सुई चढ्यो म अनि खतरा लागिरहेको छ आफूलाई नभएपछि जहिले लास्टको नि लास्ट केटाहरू 3 बजी पुगेको छैन हामी जम्मै 6 बजे 5 बजेतिर पुग्ने त्यसरी हिँड्दा थियौँ आज त सँगसँगै छौँ केटाहरू सबजना हिँड्ने केटाहरू सँगसँगै छौँ हेर्न कस्तो दामी छ अनि यता चाहिँ झर्ना छ कि खासमा झर्नाको आवाज सुन्नु भएको होला चराचुरी हिँड्नु चिची गरेर कस्तो बवाल लागिरहेको त्यो स्मेल खोला बगिरहेको चराचुरुङ्गी चिची गरेको लास्ट बवाल देखिरहेको छु अन्त म वाइड लेन्स लान्छु अलिकति ठुलो देखिन्छ अब अझै ठुलो देख्यो नि त देखिन देखियो होला अनि त्यसरी हिँड्दैछु त्यो चाहिँ हाम्रो त्यही बाटो तर त्यो अलिकति अगाडिबाट सर गइरहेछौँ हामी अब केटाहरू चाहिँ अब त्यहाँ आइपुगे म चाहिँ त्यहाँ सानो भिडियो खिच्दै थिएँ केटाहरू ठ्याक्कै आइपुगेको थिएँ अनि केटाहरू त्यस आउँदैछन् खुसी लाग्दछ जस्तो छिटो हिँड्न पनि मजा आउँदो रहेछ जहिले ढिलो हिँड्दा बानी कहिलेकाहीँ छिटो हिँड्दा त कहाँ पुग्यो जस्तो लाग्ने रहेछ नि अनि बबाल भिडियो त्यहाँ माउन्टेन पनि दिन्छ हुन्छ त्यहाँ चाहिँ अब हिउँै पग्लिसकेको छ ऊ यहाँ ठ्याक्कै यहाँ चाहिँ छ क्या माउन्टेन हो ठ्याक्कै यहाँ अर्को यहाँ छ उयो माथि देख बबालै देखेछ कि देखिन अनि त्यो स्मेल चाहिँ कस्तो बवाल आएको क्या लास्टै मान्छे नि स्मेल आएको घाम आएर त्यस्तै छ फेरि लेट्स सी एट द नेक्स्ट भ्यू पोइन्ट एउटा खाङ कपाल मिलाउँ है फोटो यो चाहिँ अब यसो फोटो राखौँ न एउटा दुईवटा फोटो राखौँ न होइन
फोटो खिच्नु मान्छे नि स्क्रिनसट हान्दाखेरि फोटो आइहाल्छ कि दामी आउँदो रहेछ मैले यसो विचार गरेँ अनुसार चाहिँ त्यही भएर नोरिच लगाइजहरू एकछिन हिँड्नु पऱ्यो यहाँ काँच दुख्यो फेरि हात राख्नु पऱ्यो कि हामी चाहिँ अब फोक्सुन्डको गेट आउँदैछौँ सुई हिँड्दै हिँड्दै पुगिसक्यौँ होइन हिँडेर त अनि ऊ यहाँ ड्याडीसँग बोल्दै हुन्छ यहाँ चाहिँ एनटिसीको सिम फ्याक्राकै चल्दो रहेछ आउँदै हुनुहुन्छ भने चाहिँ एनटिसीको सिम लिएर आउनु होला होइन हाम्रो हुनुहुन्छ यहाँ निराजन सर हामीले उहाँको नाम चाहिँ पेमा राखेका छौँ फाइनली फोक्सुन्डा आयो फाइनल्ली अब दुई हामी दन्काइन्छ फोक्सुन्डोको गेट आउँदैछौँ हामी तपाईँलाई अलिकति थोरै नजिक गएर पत्रकार जस्तै बसिसक्यो देखाउँदैछौँ पत्रकारै हुने यार बचाउन कस्तो यस्तो गर्दा चाहिँ बबाल आउँदो रहेछ क्या पछाडि हिमाल टक्क अनि यहाँ छ हाम्रो फोक्सुन्डोको गेट आउँदैछ हाम्रो चाहिँ सबै ब्लगरहरू मात्र छन् दुई थाल खाना दन्काइन्छ मजाले सुतिन्छ 1 घन्टा 2 मिनट अगाडि हामी रोकेर फेरि खाना खाएको थियो कि चक्लेट सक्लेट खाएर हिँडेको अब टक्क मजा आयो यार यत्रो हिँडेको नि वर्थ इट होस् न होइन अनि वर्थ इट त हुन्छ यहाँ फोटो हेर्दै मोहनी लागेको थियो यार अब हाम्रो अब म मेरो हतियार हस्ताक्षरण गर्न चाहन्छु के हो बोल्ने भने होइन बोलिन् ल हामी चाहिँ अहिले रुङमुङ भिलेज होइन यो पापा ए पेम्बा पापा भन्नु छ के भिलेज अरे रुङमुङ हो कि रिग्मो भिलेज आयो बन भिलेज अफ डोल्पा रिग्मो भिलेज अनि यो भ्यू हेर्नु सक्नुहुन्छ रिग्मो कस्तो बवाल छ यार हाम्रो घोडा नि हुनुहुन्छ यहाँ घोडा साफ अगाडि टक्क चरिराख्यो भन्दा नि पालेको यहाँ मान्छे नमान्छे घोडा रहेछ अनि यो के भन्छ सामान हुनु चाहिँ खचडहरूबाट रहेछ अनि मान्छे अब कोही हिँड्न माथि पुग्ने अनि अब जस्तो हिँड्नै नसक्ने नै हुँदो रहेछ कि कोही चाहिँ त्यस्तो मान्छेहरूलाई चाहिँ घोडामा टक्क लाएर टक्क पठाइदिने चलन चल्दो रहेछ तर कस्तो दामी हेर्नु घोडा दामी छ सर्ट एउटा खाइरहेको छ अर्को खाइरहेको छ यहाँको चाहिँ खुट्टा बाँधिँदो रहेछ कि ताकि धेरै नहिँड्नुहोस् भनेर हो कि के हो कुनै चाहिँ बाँधेको कुनै बाँधेको छैन हताले भक्कै दियो भने त टेन्सनै हुन्छ त हेलो साप यहाँ हुन्छ खाँदै याक होमस्टे यहाँ हामी आइपुग्यौँ होमस्टे याक होमस्टे भन्ने ठाउँमा बवाल के छ आमा तासी होमस्टे तर कस्तो दामी घरहरू के घरहरू पनि पुरै ओल्ड दामी ढुङ्गाले बनाएको है अन्त यस्तो घरहरू कतै रियल्ली देख्नु चाहिँ हो हिँड्दैछौँ कहाँ पुग्यो पुग्नु चाहिँ पुगिरहेछौँ ल्याख्राक हिँड्दै यो चाहिँ हिउँ पऱ्यो भने चाहिँ बवालले देखिँदो रहेछ क्या माथि चाहिँ ट्याक्क अब हिउँ पऱ्यो होइन अहिले चाहिँ अनि त्यही भएर यस्तो ऊ याक आयो याक देखेँ मैले मेरो फर्स्ट याक के अरे
रियलमा फर्स्ट याक हेर्दैछु म याक चौरी गाई भन्छ के भन्छ यसलाई भन्छ यहाँ हुनुहुन्छ हाम्रो याक सप ओ म्या कुरी हान्छ क्या हो कसम यसले चाहिँ अब गखाने कि साँच्ची भने कत्रै स्यात गयो नि मेरो स्यात गयो लहार छ याकले लगाएर त तँलाई छोड्दै छोड्दैन लहार छ ए नजिक गएर हेर्न मिल्दैन कहाँ अघि वहाँ गरिसे तर घाम लाग्दाखेरि चाहिँ बवाल देखिँदैछ है हिमालयन होटल प्रवेश हामी त हिँडेको हिँडेको थियो त नि कहाँ बस्ने के बस्ने केही मेसो छैन ए हामीलाई भनेन रहेछ हामीलाई भन्नुभयो कि जस्तो लाग्यो कि एकैछिन फेरि भन्नुभयो नि त भन्नु त पऱ्यो नि तर यहाँको भाषा चाहिँ अलिअलि तामाङसँग चाहिँ मिल्दो रहेछ अरे भन्ने सुनेको तिनीहरू सुनेको छ आज त्यस्तो खासै सुन्ने जस्तो लाग्दैन सिधै बाटो हिँड्दा नि गरिन्छ त हो गरेन भन्दा नि यो कुम दुखिने कि जिकेटहरू सबैजना रहेछन् हरहरूको घुमाएको मेरो चाहिँ अब गदाहरूलाई नै सामानहरू लिएर जान्छ उता याक छ उता पर अनि गदाहरूले चाहिँ यसरी बोक्ने लिएर जाने टक्क उनीहरूले सबै सामानहरू ढ्याक्रो बोक्दो रहेछन् अनि हिँड्दाखेरि चाहिँ फेरि सिधै ओह्रालो झर्दैन रहेछ क्या मैले देखाइन्छ चाहिँ त्यस्तो सी भएर झर्दो रहेछ झर्नु चाहिँ याक र गाई छ दुइटा रिलेसनमा छन् जस्तो छ एउटा फकाउँदैछ एउटा अटेरी भएर हिँड्दैछ हिँड्न चाहिँ अब कति न कतिखेर त सरी भनेको त मानिहाल्छ नि हामी हिँडेको कहाँ भन्ने पनि थाहा छैन ऊ ताल आइपुग्यो रे ऊ त्यो दाइले चाहिँ हामीलाई ताल आइपुग्यो भनिदिनु भएको ओ ताल आइपुग्यो ताल आइपुग्यो फाइनली गाइजहरू ताल आउँदैछ अलिकति मैले चिसिक्क देख्न चाहिँ है म्या कस्तो मुटु नै ढुकढुक भइरहेको तपाईँ अरू कत्रो यत्रो हिँडेर आएको छ अनि बवाल सर निलै छ त यो त अनि कसम खतरनाक छ त तालेन रहेर ओए म्या के यार यस्तो दामी ताल त त्यही भने म्या सिरिङ्ग भइरहेछ क्या म त त्यस्तो एक्साइटेड भइरहेको थियो यार आउनुलाई ओए फोक्सुन्डो लेक 3639 मिटर ए अझै हाइट चाहिँ रहेछ मिटर हो कि के हो यो जस 3600 बवाल छ क्या बवाल यताबाट हेर्नु पऱ्यो यसरी हेर्नु होइन अब ब्लग हेर्दाखेरि अब के त्यस्तो हेर्नुहुन्छ कि हेरेपछि त्यस्तो हेर्नु न होइन
फिरा भयो यार म हनिरहेछ ओए बवाल छ त्यो भने यति हेर न हामी यत्रो 4 5 दिन हिँडेको यार बल्ल आइपुग्यो हेर्नु त कस्तो बवाल छ कस्तो लागिरहेको छ तपाईँलाई एकदम राम्रो सबैजना आउनु भन्छ कहाँ आउनुभयो तपाईँ आउनु चाहिँ कहाँ भयो त म सबजनालाई फोक्सुन्डो आउनु भनेर आह्वान गर्न चाहन्छु अरू केही आउनु सर तपाईँलाई चाहिँ कस्तो लाग्यो फोक्सुन्डो भन्दा नि यहाँ 2 जना दिदीहरू राम्रै छ दिदी अर्को यहाँ हुनुहुन्छ अरू फोक्सुन्डो चाहिँ तपाईँलाई कस्तो लाग्यो के भन्छ त तपाईँलाई त के भन्यो ठिकै त हो नि होइन भन्नुहोस् भाइ तपाईँलाई कस्तो लाग्यो मलाई ठिकै मात्र अब त्यता गएपछि चाहिँ झनै रमाइलो हुन्छ एकचोटि फ्रेस हुनु पर्यो यतिकै हेर्दाखेरि चाहिँ राम्रो होइन राम्रो छ आई लाइक द कलर मेरो नेलसँग म्याच हुन्छ केही म्याच हुँदैन फेरि जे पाइदियो नि जे पाइदियो आयो त नबोल्न त नबोल्ने यति बसिराख्नु ल दिस इज अस डुइङ द ट्रेक अब भोलिदेखि चाहिँ सबैको स्थिति के हुन्छ है ल के मेरो मेरो त केही आज- हुँदैन, म त फेरि गुटुटुटु आजको यो जोस भोलि हेरौँला कस्तो हुन्छ हामी अब भोलि त गुटुटुटु दौडिन्छु म त ल भोलि हेर्नुपर्छ यो मेरो भारी बोक्दिनु ल एनी वर्ड्स ऊर्जाज्यू नो नो वर्ड सर सकिन्छ भोलि यो मान्छेले रेस्ट गर्नु दियो भने जाउँ न ल जाउँ न जाम क्रस गरौँ क्रस गरौँ धेरै नजाई भिजा कहाँ धेरै गएको त अनि थुक्क बेलुकासम्म यहीँ बसेर चिल्लाने हो सोल्टी आयो आज अब राति मात्रै जाने घर हो आज यहीँ चिलाने यहाँ बस्छ सोल्टीको चस्मा फुकाल्नु तिमी के छ तालै हेरेको छैन मलाई त कस्तो मिठो यार ढिलो छ खै सोल्टीको चस्मा लाउँदा एकचोटि कस्तो देखिन्छ मलाई तँ भिज्यो नि बाउल त त राम्रै देखिन्छ होला नि त मिठो देखिन्छ ओ सोल्टी के यो त हेर त मेरो खाए रेकर्डै गराएको थिएन कि जाँदा सबै खायो यार तिमीले यहाँ त काटिरहेछ त त्यो झारा बोल्छ क्या यो सोल्टी छन् यहाँ उहाँ चाहिँ अहिलेसम्म हामी भेटेको थिएनौँ क्याम्प ब्लगमा हामी चाहिँ अहिले ट्याक्राक कहाँ छौँ सोल्टी भनिदिनु त हामी सेफोक्सुन्डोको गुम्बा घुम्मा छौँ गुम्बामा आएको छौँ अब फोक्सुन्डो हेर्ने हो यहाँबाट निलो यहाँ चाहिँ अब यसो हेरौँ बन्दो रहेछ भने चाहिँ म्याकुरीहरूलाई ठोक्नुपर्छ टोइलेट होला नि है मोनास्ट्री पाठ पायो त्यार मलाई त पाठ्नु त पाएन नि त होइन यो चाहिँ मोनास्ट्री के हो यो पाल्सेन्ट झियाक The one-day ritual for non-Galsier of Galsen. On the 15th of month of the year. झियाक जानुभयो अनि सरहरूले चाहिँ कताबाटै अल्छी लाग्यो यहाँ पढ्दै हुनुहुन्छ नेपालको भए चाहिँ हो ए हुन्छ दाजु
उसो गर्नु पर्यो टोइलेट कता छ टोइलेट कता हो टोइलेट जाँदा 28 मा कहाँको मान्छेसँग बिहे गर्नु यही गाउँको है लभ परेको यही लपऱ्यो हो हो अनि खै त छैन बित्यो ए कति वर्ष अनि छोराछोरी छोरी 6 छ तीन छोरी 3 छोरा छ ए अनि यहाँ कहिले आउँछ त यो गाउँतिर छ यो गाउँमा छ यहाँ चाहिँ आउँदैन यहाँ आउँदैन यहाँ म एक्लै बस्छु कहिले कहिले आउँछ होला कसलाई कसलाई भोलि आउँछ काम चलाउ गऱ्यो पठाइदियो अनि तपाईँ उता चाहिँ जानुहुन्छ कि हुँदैन आइमा भुरी आउँछ काम चलाउ गयो पठाइदियो आस्यो आज यत्रो बुढो हो भने दम चाहिँ छ होइन त हुनै पर्यो नि दम चाहिँ छ भयो छोरा मान्छे होपछि यतिको दम चाहिँ हुनुपर्छ तपाईँहरू भन्दा त तपाईँ कपी बनाऊ कपी हजुर म बनाइदिउँ थोरै हाल्नु न म बनाइदिन्छु एकचोटि तपाईँ हाल्नु कति हाल्ने हाल्नु नि तपाईँ उसले स्पेसल सिकाउँछ अरे उसको आफ्नै छ क्या होटेल ऊ पनि होटेलवाला होइन त यहाँ कफी मेकिङ ट्युटोरियल प्लिज बाई मिस्टर अनुज अनि हाम्रो यहाँ रोहनको डुप्लिकेट के मेरो एउटा साँच्चैको रोहन भन्ने ठ्याक्कै यस्तै छ कि ऊ जस्तै हो बास तातो पानी हो यो हो तातो पानी हो यो पनि हो यो पनि हो त ओ बासँग त घुमाउनु रहेछ त तिमी चाहिँ स्पेसल थोरै हाल्ने पहिला थोरै हाल्ने त्यो ऊ त्यो हेर्नु त यहाँ थोरै हाल्ने कफी उल्टाउने यसरी देखान माथि अनि माथि राख न त्यो छिट्टाउँछ क्या कहिले यसरी फ्रिज निकाल्ने यहीँबाट पानी हाल्ने ओहो ल हेर्नु बाजे ल ल अब कफी जस्तो देखेन देखेन देखियो टक्क दिने तपाईँले गर्नुपर्ने नि र गाई चाहिँ अब चाहिँ हामी कहाँ जाँदैछौँ अरे भ्यू पोइन्ट हेर्न जाँदैछौँ वान फर्स्ट पुग्योस् अब जस्तो हामी होक्सुन्डो चाहिँ पुगेर अब भ्यू पोइन्ट 1तिर तर्खर हुँदैछौँ अनि यहाँबाट तपाईँ देख्न सक्नुहुन्छ फोक्सुन्डो ताल होइन त्यस्तो त हामी मौसम चिसो छ बिहान नि यहाँसँग हात थिर्याउने जस्तो छ के भनेको पात्दै हिँड्छु भन्छु त रेस त बोकेँ मैले झन् तिमीसँग लाइटर छ भनेर होइन मैले तपाईँलाई देखाएको क्या अघि ल Increase the weight, but anyway, where's the water it's a very it's here. It goes down the back. tank Yeah. how do you feel it You take the thing off. भित्र हुन्छ क्या सल्टी एउटा from here No. रन्जित पनि थियो हामीले देखाइदियो It's a very good pack. Yeah. That's a fair bit of money there. how much did it cost That's 600 Australian. 600 It's American actually. again Ironically. I try to avoid American, but they're out here very good. they have their nose in almost everything They seem to. Well, they're good at making outdoor equipment. yeah So where are you gentlemen going? I think we'll stay here today You're going to camp here. yeah maybe we don't have a can but I think Do you have a tent? No. I think we are going to sleep in let's see if we can manage in these 2 tents Okay. and if we can we'll have to return back So you're not going further on? Monastery. Okay. All
right a bit. Is that yours? Yeah, that's ours. कसको यो मेरो. It is. It's mine. Okay. All right. Enjoy your trip. Yeah. Only a good spot. Thank you. लिन गएको हो टी-सर्ट लिन हो कपडा त लास्टमा पनि तयार गरेछ ताल उडाएर छैन क्या अब लिनुपर्ने गर्नको लागि विजेता सोल्टीहरूले त कस्तो लाग्यो त ट्रेनमा बसेको? एकदमै रमाइलो चिसो भए पनि साथीहरूको तापक्रमले तातियो आउनु सरलाई कस्तो लाग्यो त राति राति हग्नु पर्दाखेरि जङ्गलको बिचमा डिफ्रेन्ट एक्सपिरियन्स होइन तारा हेर्दै कस्तो लाग्यो? $1 million एक्सपिरियन्स नि दिदीलाई चाहिँ कस्तो लाग्यो? दिदी हामी डिस्टर्ब गरेन नि? छैन दिदीले तर धेरै हेल्प गर्नुभएको थियो कि आज एकदमै तलको चाहिँ आज आरामले सुत्यो होला को तलको भनेको कान्छीराको ए रातभरि तास खेलेको त्यो राति मान्छ भन्ने हामी त आफ्नो पाराले गेम खेलेको पछि त आएर होइन रुममा अनि हामी त 11-12 बजीसम्म खेलेको अनि आएर कराउँदै थियो कि सुत्नु र हामी सुत्नु पर्ने भनेर त्यसपछि त घुर्न थाल्यो भेटेको थियो तपाईँले पनि तास खेल्नु बोलाउनु भनेको थियो भने बरु बोलाएको हुन्थ्यो नि हाम्रो त अल्छी लागेर मेरो चियाले त कहाँ गयो ओए उतै पो गयो त हजुर मादर यही खान्छु तिमीलाई चाहिँ कस्तो लाग्यो यार हिजोको एक्सपिरियन्स? I'm always good. ल मैले तिमीलाई कस्तो एक्सपिरियन्स? राम्रो लाग्यो ठाउँ अनि हग्दा गाड बस्दा कस्तो बुझिँदो रहेछ? गाड बस्नेको मेरो खास गरी के थियो भने यहाँ आएर बस्छु थियो एक दिन ठ्याक्क मेरो चाहिँ आइटिनेरी अनुसारै गयो राम्रै भयो हग्दा गाड बस्दा चाहिँ कस्तो फिल हुँदो रहेछ? कस्तो गाड बस्छ हग्दाखेरि गाड बस्छ बसेन म बसेन गाड बस्यो गाड बस्छ गाड एक्सपिरियन्स हो है बिहान ठिक बेलुका डर लाग्दो रहेछ अति कस्तो बाजे लाउने के नदेखिने तर बिहान ठिक है बिहान ठिक बेलुका त कहाँ नि हामीलाई डर लाग्ने अनि तँलाई त के हो नि कालै छ सर्बाउलाई भन्छ यसो गरेर बसेको छ बत्ती बाल्नु भने नि लाज लागेको छ बत्ती किन नबाला भन न लाज होइन चितुवाहरू चितल देखाउँछ बत्ती नबाले त कालै छ डर लागेर चितुले न्याक्कै कालो के नदेखिने है कालो त्यही भएर गीत गाएको चाहिँ गाउँदैन फेरि जान हरायो भने होइन को गीत गाउँदैछ हजुरको चाहिँ एक्सपिरियन्स कस्तो भएछ दाजु अनि यहाँको बबाल यार बिहान बिहान टक्क हिमाल झुल्किँदै गर्दाखेरि मलाई के याद आएको भने लु सबैको एकदमै मेमोरेबल एक्सपिरियन्स भएछ है तिमीहरू भाग्छ तिमीले तैँले भन्यो भने हामी ताप हाल्थ्यो डराइ डराइ पनि बसेछु कसलाई आएर म गीत गा भने चितो आउँछ भनेर खाउसोल्टी तिमी त्यही कफी पाइदेऊ मजा आयो जरा यार रिडिङ ब्याक टु रिग्मो गएर एक मस्त हक्स हानिन्छ अनि पछि रेन्ची गएर फेरि 1-2 थाल खाना खाइन्छ अनि छेप काम गरेर मस्त सुतिन्छ अनि भोलि बिहान टक्क 10 बजीतिर उठिन्छ पौडी खेलिन्छ अनि दुनाइले गइन्छ दुनाइमा गएर फेरि हक्स हानिन्छ तपाईँको एक्सपिरियन्स चाहिँ कस्तो भयो सर ट्रेनमा? भइरहेछ एक्सपिरियन्स सब ठिकै छ कस्तो अहिलेसम्म चाहिँ कस्तो लाग्यो? कस्तो लाग्यो त्यो ट्रेनमा आज?
टेन्टमा मजा राति आयो। सुताइ सुताइ चाहिँ साथी यो भिडियोग्राफरले मलाई सुत्नै दिएन है खुट्टा राखेर 1 घन्टा जति राख्छ अनि त्यसपछि फेरि अर्को खुट्टा ल्याउँछ फेरि राख्छ सुत्या जस्तो गर्छ होइन जे सुत्न चाहिँ सुत्यो र 1 घन्टाको ग्यापमा कस्तो दामी फ्रेम देखेको यार उसको हाम्रो सरको चाहिँ कस्तो लाग्यो त यार काममा आउँछ होला नि त यहाँ त छैन यार भन न तिमी भन बबाल कस्तो लाग्यो एक्सपिरियन्स 10 को एक्सपिरियन्स टेन्टको एक्सपिरियन्स बब्बाल यस्तो मजा नै आयो केटाहरू यहाँ सुत्न लाग्छ है यता यहाँ टेन्ट छ यहाँ यतिको सुत्न पाउने भनेको भाग्यमा लेखेर आएको हुनुपर्छ बस हामी कुन आएको रे सोलुफु सेरुल्पा आयो भने छोल्पु चाहिँ पुगेर जानु होला थ्याङ्क यू बस नत्र नआयो हुन्छ होइन बरु रिगमा बस्नुभन्दा बरु छोल्पु आएर बस्नु के रिग्रेट चाहिँ भइँदैन त्यही हो सोल्पु ल यत्रो केटाहरू ल भयो अस्ति धन्यवाद बाई बाई लेक क्या जाउँछ ल ल So this is me on the top of the track. Easy peasy. Anyone trying to go on the first trek, come to Safe Okshundo. सोल्पु Solufu. This is this. लास्ट अन्तिम मेसेज के दिन चाहनुहुन्छ तपाईँ स्टे सेफ स्टे हेल्दी भन्ने Solufu आउनु भयो भने चाहिँ वेट पाइप्स र टिसी पेपर चाहिँ ल्याउन नहोस् एकदम ठिक एकदम अनि आराध्यको न्यानो कपडा न्यानो फ्लिस ज्याकेट न्यानो कपडा चाहिँ ल्याउन नबिर्सिनु होला राति सुत्न एकदमै चिसो छ होइन अनि सेफ ओक्सुन्डो आउनुभयो भने चाहिँ छोरोल्पु चाहिँ आउनु नै होला नेसेसरीली ट्रिप चाहिँ कम्प्लिटै भएको जस्तो फिलै हुँदैन यहाँ आएसम्म चाहिँ बस अनि हाम्रो अनुज दाजु राति हग्दाको डर कस्तो हुन्छ मलाई थाहा छ राति हग्नुको डर राति गाड बस्नुको डर पनि मलाई थाहा छ नि राति हग्दाखेरि यसरी हगेर तल हेर्नु डर हुँदो रहेछ तर हगेर एकछिन माथि हेर्नु चाहिँ फेरि बस स्वर्ग नि करडो उतारा मैले त उतै हिमाल हेर्दै हगेको यार है उयो हिमाल हेर्दै उतियाबाट ट्याक्कै यहाँ पछाडिबाट यसको पछाडिबाट ट्याक आम्बो कस्तो मजा सोधिसकेको है उसको त कहाँ फर्स्ट इन्टरभ्यू नि उसको नभइकन अरूको इन्टरभ्यू हुन्छ हाम्रो सरलाई चाहिँ मुनि धन्यवाद हाम्रो रुकेश सरजीलाई चाहिँ उहाँले चाहिँ मलाई निक्याप दिनुभएको छ मेरो घुँडा देखेर होइन जिग्री हेर्ने दाजुभाइ जस्तो छौँ एकदमै खुट्टा पकाउनु त हामी अब पर्फेक्ट भइसक्यो केटा पनि एकछिन भनेर खुट्टा पकाउँदो रहेछ पकाउनु चाहिँ नपकाउनु त होइन रहेछ एकछिन है ऊ त बिस्तारै थाहा भए जस्तो नसक्क राख्छ होइन बिजा छैन होइन राखोस् भनेर एक दुईचोटि त छोड्दा पनि हो यो ट्रिप साथीभाइ बिना इन्कम्प्लिटै फिल हुन्थ्यो यस्तो मजाको साथीभाइ भेट्यो अनि फेरि हामी चाहिँ सबैजना चाहिँ बसमा भेटेको है होइन त हो ऱ्यान्डमली एउटै बसमा भेटेको फर्स्टमा त सबजना बस भात खाँदा मलाई बिगान चाहिँ सोल्टियो मलाई पनि बिगारी सोल्टियो है फेरि सब त ट्राई गराएको छ है हामीलाई खुवाउने चाहिँ है सही हो यतिको ल जाउँ टेनको एक्सपिरियन्स कस्तो लाग्यो मलाई एकदमै न्यू एक्सपिरियन्स लाग्यो एकदम रमाइलो लाग्यो एकदम डोल्पाको एकदमै के भन्छ त्यसलाई ऊर्जाजी
तपाईँ नै आउने त एक्सपिरियन्स लिन पाइयो डोल्पाको एकदम रमाइलो लाग्यो तपाईँलाई डोल्पाको एक्सपिरियन्स ट्रेनको एक्सपिरियन्स के भन्दिनँ भन्नु यतिकै मलाई एकदम त्यो ज्याकेट खोल्नु न एकछिन उयो टोपी होस् यतिकै ठिक छ मलाई एकदम राम्रो लागिरहेछ कस्तो लाग्यो भनेको राम्रो अरू अरू मान्छेहरू ठिकठाक छन् म रमाइलो भएर चाहिँ अलिक कति रमाइलो भइरहेछ के भन्नु छ तर तपाईँलाई बोल्न चाहिँ आउँदैन रहेछ खास चाहिँ इन्ट्रोभर्ट टाइपको मान्छे हो तपाईँ इन्ट्रोभर्ट होइन तर मलाई के भन्नु किन भन्नु हुन्छ यस्तो बेला भन्नु के भन्ने कस्तो लाग्यो भनेर के एकदम रमाइलो त्यो त सबैलाई लागिरहेको हुन्छ नि त त्यो भाइ कस्तो एक्सपिरियन्स भयो तपाईँको फर्स्ट टाइम फोक्सुन्डो आउनुभएको फर्स्ट टाइम ट्रेक हो नि त्यही त के कस्तो हान्यो क्या म यसलाई ड्याम्मै किन हान्ने अर्कालाई फर्स्ट टाइम साह्रै हो तैँले हानिदिन्छ फर्स्ट टाइम उसलाई मैले क्वेसन के थियो क्वेसन नै थिएन के भन्ने भन्नुहोस् न कस्तो लाग्यो फोक्सुन्डो अनि फर्स्ट ट्रेक अनि तपाईँलाई त्यो टेन्ट कस्तो लाग्यो ट्रेनमा बसेको अनुभव सानो थियो एउटा एकदम लम्बु रुख जत्रो मान्छेले गर्दा मैले खुट्टा तन्काउनु चाहिँ पाइनँ रातले हेर्दा त्यो अब सुन्नु न यसरी रातभर सुत्दा चाहिँ अलिकति स्ट्रेच गर्न मन लाग्दैन त अनि स्ट्रेच गर्यो लाग्यो होइन अनि फेरि यसो गर्छु स्ट्रेच गरेर लाग्यो अनि फेरि अनि फेरि कस्तो रातभरि म बिउजिन्छु नि त छिस अनि अनि यस्तो हो कि उसले हान्छ अनि म बिउजिन्छु अनि रिगेस्टले हान्छ टाउकोमा अनि म कतिखेर सुत्नु भन्नु त हाई खुदै स्काई छुदै हो कि क्या जे शम्भो हर हर महादेव बाई बाई सर्ट है हाम्रो अब होइन त बाई बाई सर्ट होइन त हामी अब यहाँबाट निस्किँदैछौँ है बाई बाई सर्ट हो लास्ट फोक्सुन्डो एक ताल हेरेर एक ताल मान्छे उता हराइदिने चाहिँ यही है ल बिफोर एन्ड आफ्टर उता देखाउने ल मिच्यो कतिचोटि हराउनु भयो आज दुईचोटि हरायो एकचोटि आफ्नै गल्तीले एकचोटि यो मुजीको बुझ्यो भने चाहिँ यो है ठिकै छ कि छ ल मुजीलाई नि फर्स्ट टाइम ब्याग भागी लगाएर आज ल ल खोइ दिस इज मी आफ्टर दिस इज मी आफ्टर फोक्सुन्डो ट्रेक केटा त पिस आउट अन्त सर दिस इज मी आफ्टर ट्रेक फोक्सुन्डो ट्रेक ल सर तपाईँ दिस इज मी आफ्टर द फोक्सुन्डो ट्रेक पुरै सेम इयर आफ्टर द फोक्सुन्डो ट्रेक ओए पेमा सर आफ्टर फोक्सुन्डो ट्रेक कता हो मान्छे This is me after Foxunder trek. This is me after Foxunder trek. आफूले चाहिँ पनि देखाउँछ दिस इज मी आफ्टर फोक्सुन्डो ट्रेक फोक्सो सोक्सो सब निस्किसक्यो जाने हो अफिस छ होइन बाहना मिलेन नि त अफिस छ छुट्टी दिएन त्यही हो यसको तँलाई कुन गोरुले कति घाँस खान्छ हजुर खिया लागिसकेको नि त अँ अब अलिकति कहिले कहिले उस पनि लाउनु पर्दो रहेछ के लाउनु पर्दो रहेछ सर तार धार होइन होइन के अरे त्यो के भन्छ गिजर कि के भन्छ अरे डिजेल 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 हाल्नु डिजेल होइन ग्रिस हाल्नुपर्छ त्यसको लागि चाहिँ ट्रेकिङ आउनुपर्छ ब्याडमिन्टन नि खेल्छ अरे देख्दैन त सुन्नु न फुर्सल नि खेल्छ अरे बक्सिङ बक्सिङ नि जान्छ अरे अनि हिँडाइ हेर्दा चाहिँ अनि होइन अब घुँडा कम त्यहाँसम्म पुग्दो रहेछ लुडो खेल्ने जस्तो छ त्यहाँसम्म पुग्दो रहेछ स्कुटरमा अनि ठाउँसम्म अनि हेरेर आउँदो रहेछ क्या यो ट्रेनिङ सेन्टर त मैले खासै देखिनै छ कता ब्याग बोक्नु लाग्यो 4 केजी कहिले बोक्नु आयो तँलाई
ए उयो खुल्ला त बोक्ला है यत्रो सरकार कस्तो छ पोखरा रमाइलो भइरहेछ एकदमै होइन पोखरा भर्खरै आइयो घुमिन्छ अब एकैछिन के घुम्ने थाहा छैन तर सबैजनासँग घुमिन्छ हामी के छ सर तपाईँलाई कस्तो लागिरहेको त खुसी लागिरहेछ त दुःख लागिरहेछ तिनजना मान्छेहरू छुट्टै जान छन् हामीलाई काटिङ पनि भने सपना देखाएर हेरौँ अब यति हो मेरो के छैन रुना त बाँकी छ खुसी हुनु बाँकी छ अनि तपाईँले के भन्न चाहनुहुन्छ म कर्मी भइरहेछ त्यति हो केही छैन अरू। हाम्रो त पनि सर बस अरू के भन्नु दुई शब्द नभइकन त हाम्रो शब्द फेरि सुरु भयो ल तपाईँलाई कस्तो लागिरहेछ त पोखरामा म त बवाल सरकार कस्तो छ वेदर म्याजिक जस्तो छ कति परेर यो जर्सीको त्यो प्राइस नै भन्नु यार एकदम यहाँ हाई कपी हो है हाई कपी ओरिजिनल कस्तो हाई कपी हो र भेरिफाई पनि गर्नु होला क्लिक भयो लाग्यो त पोखरा आएर पोखरा लाएर खुसी लागिरहेछ मलाई अरू त्यही हो खुसी 2 घन्टाको लागि मात्रै हो 4 बजेको फ्लाइट छ अनि म गइहाल्छु दिदीलाई मलाई एकदम रमाइलो रहेछ पोखरा मेरो एकदमै मुटुमा बसेको ठाउँ मात्रै भएर आई एम भेरी ह्याप्पी तर जाँदैछु त्यो अलिक दुःख लागिरहेछ तर फेरि आउँछु कस्तो राम्रो देखिन थालेको राम अब हान्यो Me before kayaking. This is me before kayaking. Okay, क्या? This is me before kayaking. This is me before Fewatal. This is me before kayaking. खोइ अर्को कहाँ गयो रुके सोल्टी This is me before kayaking. ल रुके सोल्टी रेडी भइसक्नु Why this is me before? ल this is me before भन ल This is me before kayaking in Pokhara. ल आज चाहिँ हाम्रो लास्ट डे हाम्रो सोल्डी हाम्रो अर्को सोल्डीहरू अनि हामी के अरे खुर्पी खाने हिँडेको यो पोखराको नाइट आउट कस्तो भयो त यादै छैन सरकार चाहिँ हाम्रो गाड बस्नु भएको थियो कस्तो लाग्यो सरलाई म चाहिँ एकदमै यादगारै भयो तर केटाहरू आउट अफ कन्टेक्स्ट बार छिर्दिने है क्लब छिर्दिने नाइट क्लब छिर्दिने पोखराको आदि त भ्यायो होला के हो त यो यस्तो बवाल देखे Thank you, Dada. बोकेको थियो क्या अरे पापुले the best fucking chili in the entire world and you will get this for just 500 straight out of high life from कास्कीको भिरबाट फलेको यो अकबरी खोर्सानी यो खाएपछि को अचार पनि भनौँ अचार पनि बनाउनु मिल्छ यस्तो मिठो छ कि ए ल आइसक्रिम खोइ कता गयो ट्राई गर्नुहोस् त्यसपछि हामीलाई कन्ट्याक्ट गर्नुहोस् 9813555050 रेकर्ड पज गर्दै हेर्नु पर्ने रहेछ यो चाहिँ रिकेशको पारा आयो बोलेको नम्बर चाहिँ बस्ने हो 2-3 दिन पोखरामा यस्तो कुइरो ठन्डा कुल ए ल है प्युरो खाओ मस्त ठन्डा हो जाओ कस्तो तातो भयो यार कस्तो अनुभव हुँदैछ सरकार खोइ तातो सरकारलाई खिचिरहेको रहेछ सरकारलाई कस्तो अनुभव हुँदैछ हजुर कस्तो अनुभव भयो ए अब खै कतिको अनुभव हुन्छ प्लेन चढेपछि थाहा हुन्छ कि फाटिने चाहिँ फाटिनु भएन होइन तिम्रो पनि फर्काइ हो साथी आई लाइक दिस I like this airport. I like this too. त्यहाँ प्यारासुट हुन्छ कि के भयो भने जम्प हान्ने प्यारासुट हुन्छ रे
फेरि केटाहरूको आफ्नै तार छ है फेरि कसैको नसुनिहाल्यो टोयलेट हुन्छ कि हुँदैन भित्र डोमेस्टिकमा हुन्छ कि हुँदैन टोयलेट हुन्छ र हुँदैन जस्तो लाग्यो मलाई के भयो यहाँ किन रोक्यो Why are we stopping? वाइ स्टपिङ Why? अनेक सोल्टी जस्तो लागिरह्यो त्यहाँनिर लगेर कता अहिले घर आयो ल जाउँ ल सधैँ नमस्ते नि त ल ल म भिडियो खिचिदिन्छु है नमस्ते